वेलकम टु माई मिनी भ्लग इट्स मी अर्चु। आज चाहिँ मैले कटहरको सब्जी बनाउनको लागि कटहरलाई पखालेर आलुलाई पखालेर रेडी गरेर राखेँ। अनि टमाटर प्याज लसुन अदुवालाई पनि काटेर तयार पारेर यसो भिडियोहरू लिएँ। अनि खोर्सानी पनि रेडी गरेँ र मैले ग्यास अन गरेर कुकर बसाइसकेको थिएँ। तेल पनि हालिसकेको थिएँ, मेथी हालेँ, तेजपत्ता हालेँ, खोर्सानी हालेँ, प्याज हालेँ र चलाएँ एकछिन। चलाइसकेपछि लसुन र अदुवाको पेस्ट होइन त्यो काटेर राखेको हालेँ। अनि त्यसपछि टमाटर हालेँ, एकछिन चलाइसकेपछि हर्दी हालेँ। अनि त्यसपछि मसला हालेँ, नुन हालेँ। अनि मजाले चलाएँ। सबैलाई मिक्स गर्नु पऱ्यो नि त मजाले। अनि मिक्स गरिसकेपछि मैले कटहर हालेँ, कटहर काटेर राखेको आलु सबै हालेर अनि फेरि मजाले मिक्स गरेँ, चलाएँ। र हुँदाखेरि यस्तो यम्मी देखिरहेको थियो नपाकिकन त। अनि सोच्दै थिएँ भगवान् राम्रै होस् भन्ने सोचिरहेको थिएँ, मिठी होस्। अनि मैले थोरै पानी पनि हालेँ। अनि पानी हालेपछि मजाले लतपत हुन्छ नि त। अनि मैले कुकरको बिर्को लगाइदिएँ। अनि त्यसपछि मैले राख्थेँ। अनि यसो भिडियो खिचेँ, यसो नक्कल पारेँ। अनि बल्ल सिटी पनि लाग्यो। तर सिटी लाग्यो है, म त पाक्दैन भनेर मैले चाहिँ 4-5 सिटी लगाएँ क्या। ढिलो भयो अरे काँचै भयो भने मिठो हुँदैन भनेर। अनि कस्तो हुन्छ होला भनेर कस्तो भइरहेको लास्टमा हेर्दा त यस्तो दामी देखेको थियो नि, हेर्दा खाउँ लागिरहेको थियो मलाई। अनि मैले वाउ भन्दै भिडियो पनि बनाएँ। यसो कटहरको पनि यसो क्लिप लिएँ र बुवाको माम रेडी भयो। मैले बुवालाई माम दिएँ, बुवाले नि मस्त खाँदै हुनुहुन्थ्यो माम। अनि बाबालाई पनि खाना दिएँ, बाबाले नि खाना खाँदै हुनुहुन्थ्यो। बाबालाई मिठो लागेछ। अनि दामी गर्दै खाँदै हुनुहुन्थ्यो। मैले भिडियो बनाउनु बिर्सेँ। अनि मैले मेरो लागि पनि खाना पस्केँ, पापड दाल मोही बिना त मलाई के भन्नु, मोही त मेरो फेभरेट हो। र मैले दाल हालेर कटहर सुन्नु, मैले कटहर चाकुमा त कस्तो भयो भनेर खाएँ। मैले यस्तो मिठो चाहिँ भएको रहेछ लास्टमा यस्तो दामी आएर त खाँदा यस्तो दामी रहेछ भन्ने कुरा मैले थाहा पाएँ। मैले यस्तो मिठो बनाउँछु भनेर सोचेको थिइनँ। मैले यस्तो मिठो बनाएँ होइन। अनि मै खाएँ। अनि बाबाले चाहिँ कोला देखाइदियो हुनुहुन्थ्यो, कोला पनि खाएँ। अनि बाबा र मैले चाहिँ दामी भन्दै मिठो लाग्यो भन्दै खाँदै थियौँ। र लास्टमा चाहिँ हामीलाई बाई बाई गरेर Bye bye. Thank you for watching.